हेलो गाइस, नमस्ते। स्वागत छ मेरो एउटा अर्को नयाँ एपिसोडमा र एकदम लामो समयपछि मैले अर्को भिडियो बनाएको छु। यो भिडियो चाहिँ एकदम इन्ट्रेस्टिङवाला हुनेछ किनकि एकदम लामो समयपछि भिडियो आइरहेछ, 1-2 हप्तापछि भिडियो आइरहेछ। योभन्दा अगाडि पनि मैले भिडियो चाहिँ बनाएको छु, तर यो भिडियो चाहिँ अलि लामो समयपछि आउँदैछ। र अहिले म चाहिँ छु मेरै गाउँतिर। अब यताउति गाउँतिर पनि कोही छैन, यताउति सबै मान्छेहरू पनि कता कता गइहाले र एक्लै एकदम अलि झ्याउलाएर एउटा भिडियो चाहिँ बनाइदिउँ कि भनेर हो। अलि केही मोटिभेट पनि मिल्छ नि त आफैले भिडियो बनाउँदाखेरि चाहिँ। र म चाहिँ अहिले छु यताउता अलि मेरै गाउँको उता अलि पानीको मुहानतिर, जहाँ चाहिँ हाम्रो गाउँतिरको मान्छेहरू पानी चाहिँ यहीँ पानी चाहिँ ल्याउन आउँछौँ यहीँ चाहिँ, होइन। र म चाहिँ त्यहीँ आएको थिएँ, उता यतासम्म आएको थिएँ, अलिक काम पनि थियो, त्यही भएर म चाहिँ अलि उता अब जाँदैछु उता अगाडि घरतिर। र भिडियोमा चाहिँ एन्डसम्म बनिराख्नु होला। यताउति अब वातावरण पनि एकदम हरियाली चाहिँ हुन लागिसक्यो आफ्नै गाउँघरतिरको यताउतिको, होइन। एकदम हरियाली, यस्तो एकदम वसन्त ऋतु पनि लागिसक्यो, एकदम हरियाली पनि छाइसक्यो चारैतिर, होइन। एकदम रमाइलो हुन्छ अब चाहिँ। तर गाउँघरतिर मान्छे चाहिँ कोही पनि छैन, तर कता कता गइहाल्यो, होइन। अब चाहिँ म चाहिँ उता अगाडि घरमा जाँदैछु। यो रुखमा चाहिँ अलिअलि 2-4वटा भए पनि लालीगुराँस चाहिँ फल्या रहेछ है। लालीगुराँस फलेर पनि एकदम जान लागिसक्यो क्या। अब चाहिँ योभन्दा अलि अगाडि चाहिँ एकदम पुरै रातै थियो, लालीगुराँस फलेर चाहिँ पुरै ढक्कमक्क थियो, होइन। आजभोलि चाहिँ अलिअलि कम हुँदा लालीगुराँस पनि जान लागिसक्यो सबै छ क्या। जङ्गल जुन चाहिँ एकदम रमाइलो देखिन्छ क्या यताउतिको वातावरण चाहिँ। अब गाउँ नजिकै एउटा जङ्गल भए चाहिँ यताउतिको वातावरण पनि अलिक रमाइलो देखिन्छ नि त, हरियाली पुरै। अब जस्तै हिउँदको महिनामा चाहिँ एकदम नरमाइलो देखिन्छ, फेरि पुरा बोट बिरुवाहरू सुकेर एकदम मतलब पुरा सुक्खा देखिन्छ, होइन। जमिन पुरै न रुख यताउतिकाहरू। अब जस्तै वसन्त ऋतु लागेपछि चाहिँ पुरै हरियाली हुन्छ, सबै घाँसहरू पलाउँछ, पुरा एकदम हरियाली देखिन्छ कि एकदम रमाइलो देखिन्छ बर्खामा चाहिँ। अनि यहाँ कुलाको पानी पनि सानो आइरहेको रहेछ, होइन। यो पानी चाहिँ उता धेरै टाढाबाट आउँछ उता, र एकदम कति किलो 1-2-3-4 किलोमिटर भन्दा टाढाबाट आउँछ। यो खानेपानी चाहिँ यो होइन, खानेपानी चाहिँ उता छ, त्यहीँ गएर खानेपानी चाहिँ मान्छेहरू ल्याउँछन्। र यो पानीले चाहिँ उता माथिसम्म घट्ट चलाउने गर्छ, घट्टहरू चलाउने चाहिँ काम लाग्छ। गाई भैँसीहरूलाई पानी दिने त्यही पानी चाहिँ हो यो चाहिँ। अब खानेपानी चाहिँ उता छ र पानी चाहिँ आइरहेको रहेछ एकदम। गाउँघरतिरको बाटो यस्तै त हो नि है, सबै पहाडतिरको बाटो चाहिँ यस्तै। र अहिले चाहिँ म चाहिँ आएको छु आफ्नै खेतमा, जहाँ चाहिँ एकदम हरियाली छन्। गाउँहरू पनि एकदम ठुला भइसक्यो गाउँहरू पनि, होइन। अब यहाँ चाहिँ एकदम हरियाली छ। जहाँ हरियाली हुन्छ त्यहाँ पछाडि चाहिँ भिडियोको ब्याकग्राउन्ड चाहिँ एकदम रमाइलो देखिन्छ, जहाँ हरियाली भएको ठाउँमा चाहिँ। यो खेतको बिचमा चाहिँ के भएर रहेछ, यो पुरा कुकुरहरूले गाउँ भाँचिदिइरहेछ, यो खोइ के भयो यो। र यता हाम्रो ठाउँतिरको गाउँ चाहिँ अलि पाकै छैनन् क्या, किनकि यहाँका गाउँहरू अलि सानै छन् अहिले पनि, होइन। किनकि यहाँ जाडो हुन्छ नि यतातिर, त्यही भएर जाडो ठाउँतिर अलि बिस्तारै अलि ढिलै पाक्छन् गाउँहरू चाहिँ। किनकि अलि तातो मतलब अरू ठाउँमा चाहिँ गाउँहरू पाकेर पनि काटिसक्यो पुरा, होइन। यहाँ त यतातिर चाहिँ अलि हरियै छन् गाउँ चाहिँ, एकदम हरियाली छ पुरा, अहिलेसम्म पाकेका छैनन्। अरू ठाउँमा चाहिँ पुरै पहेँलो भइसक्यो पुरा गाउँहरू पाकेर चाहिँ। यतातिर त अब बिस्तारै पाक्न लाग्छन्। यहाँ चाहिँ गाउँको बिचमै अलिअलि चाहिँ के भन्छ, यो केराउ चाहिँ फल्या रहेछ, यो चाहिँ खाइदिनु पऱ्यो अलिअलि। केरा पनि फल्या छैन, यो सानो भित्र गेडै लागेको छैन, यो बाहिर अलिअलि फल्या रहेछ। यहाँ चाहिँ अलिअलि चाहिँ केरा चाहिँ धेरै लगाएका छन् क्या यतातिर, होइन। तर अलि राम्रोसँग पाकेको छैन, अहिले खाने पनि हुँदैन धेरै केराउ। स्याउहरू पनि फल्छ होला। अब यो बुट्टा सानो बुट्टा छ यो स्याउको, पुरा फुल त एकदम, यो बुट्टामा चाहिँ फुल चाहिँ एकदम धेरै फल्याएको छ है। अब फल चाहिँ कतिको फल्छ त्यो चाहिँ थाहा छैन। अनि यताउता अरू स्याउको अलिअलि बगैँचा त के भनौँ, अलिअलि चाहिँ स्याउको बुट्टाहरू चाहिँ छ यतातिर चाहिँ। र यो चाहिँ आदिको रुख, यो चाहिँ फुल फलेर पनि अब फल लाग्नेवाला भइसक्यो। फल यताबाट चाहिँ त्यहाँ हिमाल देखिनु रहेछ क्या। हिमालमा चाहिँ अझ चाहिँ हिउँ चाहिँ एकदम खतरा छ। तर एउटा खतरा अलि राम्रो भिडियो क्वालिटी दिने क्यामेरा चाहिँ भइदिएको भए एकदम रमाइलो चाहिँ फोटो आउँथ्यो होला है, एकदम खतरा फोटो आउँथ्यो होला क्या यताबाट खिच्दा चाहिँ। गाइस, यो भिडियो चाहिँ यहीँ खतम गरौँ। यहाँसम्म हेरिसक्नु भएको छ भने एउटा भिडियोलाई लाइक र च्यानललाई सब्सक्राइब गरिदिनु होला। फेरि भेटौँला एउटा इन्ट्रेस्टिङवाला भिडियोमा। तबसम्म बाई सबैजनालाई।